सो हे गाइज वेलकम ब्याक माई च्यानल। सो म चाहिँ आज तोपास होटलमा अर्जुन दाईसँग भेट्नको लागि हामी चाहिँ यति धेरै प्रोग्राम छ आज होइन, यति रमाइलो गर्छौँ कि नाच्छौँ कि यो भ्लगको लागि हाम्रो यो भ्लग चलिरहेको यहाँ होइन। यो टिकटकमा त अब काटेर हालौँला हामीले होइन। सो मिलन सर र क्रम सर सबैजना हामी आज कसलाई भेट्न आयौँ हामी आज होइन आएको चाहिँ के कारणले थाहा छैन। सबै अब चाहिँ हाम्रो कन्टिन्यू होइन भ्लग भइरहेको छ। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। सो लेट्स गो। भित्र जाने हातको डोरी खोइ ए हातको डोरी बनाऊ न यहाँ। अहिले भित्रबाट बाहिर आउनु दिएन अनि फेरि के बाहिरबाट भित्र जानु दिएन अनि के फाइदा। सकेपछि हामीले चाहिँ लगाइयो होइन। ल दाइ हेलो के हो तपाईँ अध्यक्ष भएर हामीलाई चाहिँ टिकट काट्न पराउने कहाँ गयो ऊ फोनै उठाउन नआउँछ हामीलाई त। दाइ कहाँ हिँडेको र ए यहाँ भिडियोमा यी राख्दा दाइसँग स्वागत छ हजुरलाई सत्यनारायण झा। हाम्रो नेक्स्ट कलाकार हुनुहुन्छ विकास गुरुङजी। विकास गुरुङ काँडै आउनु भएको त कस्तो लागिरह बब्बाल रमाइलो होइन। नाच्न पर्छ हामी नाच्नुपर्छ मजाले नाच्नुपर्छ। कामसाम छोडेर होइन सबैजना भोलि न्यु इयर होइन भोलि बिन्दास सुत्ने हो एकदम। ह्याप्पी न्यु इयर सबैजना। ह्याप्पी न्यु इयर सबैजनालाई। सबैलाई नमस्ते। साथै परिवारलाई पनि आसन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
Please raise the volume. हाँ ये देखो घूमना
खतरा नाचिरहेछौ नि यार थ्याङ्क यू सो मच अराजी हो नि त अरे हाँची हो म कम गास हो नमस्का मोहन बस्नेत मेरो दाइ सुमन पत्नी मोहन बस्नेत मेरो दाइ म बेतु फर्का हो मेरो मामा घर चाहिँ पहाड घर मेरो गुल्मी हुगा ए ल हाम्रै आफ्नै गाउँठाउँको आफन्ती, मान्छे आफन्ती। भेटिरहेको छ है। ल। माल्टामा सबैजनाले जतिले पनि यो भिडियो हेर्दै हुनुहुन्छ एकदमै सपोर्ट गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला हामी अझै पनि नयाँ नयाँ राम्रो राम्रो भिडियो लिएर आउनेछौँ थ्याङ्क यू सो मच गाइज एन्ड ह्याप्पी न्यू इयर टु ह्याप्पी न्यू इयर गाइज सन्तोष भण्डारीजी रोयल दरबार हरि बिसी जानुका नेपाल सुवास सिंह कुशवाहा सुख सेवा परियार भुवन आर्य खिम परियार रामप्रसाद तिवारी त्यसै गरी अर्जुन पराजुली अर्चना थापा Sa
मैले जन्म लिए गोर्खालीको सन्तान भनी गर्व गरे जन्माएको आमा जीवन यसै गयो दुःख साथ हामीलाई सुख छैन खाने अन्न छैन हुने कुरा कता जानु भन्न लिन पर्ने जापथ छैन नेपालमा जन्म लिन कति सुख पाइन हामीलाई के नै सुख छ भएर आइरहेछौ धौलागिरीमा सके गुन्ती राम्ला नत्र फेरिमा गाजल लाइरहेछौ कति राम्री भएर आइरहेछौ धौलागिरीमा सके गुन्ती राम्ला नत्र फेरिमा ए धौलागिरीमा सके गुन्ती राम्ला नत्र फेरिमा हो कि होइन हो यति त पाइन्छ नि होइन पाइन्छ 12 बजेसम्म पाइन्छ त्यसपछि त पाइन्न फेरि साँच्ची हो र हो हे मायालुले जिस्केर ओइ भन्दा तिमी पनि कम छैन कोही भन्दा धौला
धौलागिरीमा साकेको तिरौला नत्र फेरिमा। धेरै धेरै धन्यवाद। प्रयास जारी छ, यसरी नै हँसाउने, यसरी नै रमाइलो गर्ने प्रयास गर्नेछौँ। अबको प्रस्तुतिमा नेपाली लोक सांस्कृतिक मञ्चबाट आउँदै हुनुहुन्छ अत्यन्त राम्रो गायक राजेन्द्र भुषाल। कृपया जोरदार तालीले स्वागत गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु राजेन्द्र भुषाल। बागलुङको बजार झेलेर मिले सालै जो चैते दसैँ मेलैमा चैते दसैँ मेलैमा मेरी तामा सारै फेरि सालै जो भालुङ्गामा कालीको पुल छ जहाँ रमाइलो मेरो मन भुल्छ। धेरै धेरै धन्यवाद। नमस्ते, म राजेन्द्र भुषाल। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले आयोजना गरेको यस सांस्कृतिक कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल पार्न भनेर आउनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म राजेन्द्र भुषालको तर्फबाट फेरि पनि ह्याप्पी न्यु इयर सहित शुभकामना व्यक्त गर्न चाहन्छु। सागरज्यू प्लिज मेरो ट्र्याक बजाइदिनु होला। हाँसौँ बोलौँ दुई दिनको चोला फेरि भेट होला कि नहोला। जति पनि पछाडि हुनुहुन्छ प्लिज कृपया अगाडि आइदिनु होला। नाच्नुपर्छ, फेरि न्यु इयर आउन 1 वर्ष बाँचिन्छ कि गरिन्छ थाहा छैन। धन्यवाद। आजभोलि नाच्नु
जाम